morning guys, welcome to our vlog. आज बिहान बिहान ढिलो भएर छिटो ढिलो भयो कलेज कोठामा स्टार्ट गरेर त्यो त बाइकमा स्टार्ट गरेको 5-10 मिनट आउँदो रहेछ क्लास पुग्न क्लास स्टार्ट हुन छिटै कलेज पुग्नु पर्ने बिहान अल्छी आएर के भन्नु आएन अझै त ढिलो भइसक्यो मलाई चिसो लाग्यो जस्तो लाग्यो बिहान बिहान कमेन्ट जान झ्याउ लाग्छ आज त भोलि त केही छैन अब मकर बुध शुक्रबार चाहिँ सब बन्द थियो किनकि बिहान नै 5:30 बजे उठेर फ्रेस भएर जानुपर्छ 6:30 बजे कलेज पुग्नुपर्छ आज त 7:30 बजे पुग्नुपर्छ त्यस्तो खासै त साह्रो छैन 3 दिनहरू सबभन्दा झ्याउ लाग्ने पऱ्यो लेट भन्दा लेट जानु पर्छ माथि एउटा स्पिडमा मैले थिएन त्यो ओहो बिल्ला नि आज यो मान्छेको नम्बर हेरेर मेरो पो लेख्न विकास अहिले बोलाउनु होला च्याट उता पारि केही छ कहाँ छैन तिनीहरू त्यहाँ विकास छैन अहिले पछि आएपछि फोनगर्छु होला अहिले कोठामा आज कलेज आउँदा त्यो बिरामी भएको अहिले हस्पिटल जानुपर्ने बाटो बस्ने कि जाने हो ए यो झोला लास्ट यो झोला त आयो हाम्रो पन्ना प्रब्लम आयो कहाँबाट लगाएर हामी हेर्छ यो कहाँ भन्छन् महाराजगञ्ज यो मान्छेको उपचार गर्न यो मान्छे गम्भीर सिकिस्त बिरामी मान्छे हो हाम्रो जहिले छुट्टी हुन्छ तबदेखि जाम हो बन्द हुने हो टर्मिनल पछि के फाइनलमा रोड त जानु पर्यो पानी हामी छुट्टी भएको बेला त पानी पर्छ नि निकालिस् कति त निस्किएन क्या गरे कुच्चा पाले अस्ति यहीँ गएको थियो कताबाट हाइवेबाट ए बाग मलाई यताबाट जान्छ त्यो के खोलाको तल आड्दैन रातो पुल पेलो पुल रातो पुल निलो पुल हरियो पुल के पुल हो अझ मामा आउँछ घुमाउँछ होला मामालाई पुरै होइन काठमाडौँ त्यस्तो झ्याउ लाग्छ घुम्न झ्याउ लाग्छ क्या मलाई काठमाडौँ कतिचोटि हेर्ने एउटा ठाउँ 50 चोटि हामी भन्दा नि त भन्न मेरो थोरै ठाउँ त धेरै ठाउँ छैन मेरो घुम्ने त चाङ्गो पनि पुग्यो आएन होला चाङ्गो नारायण म एक्लै झ्याउ लाग्छ
कहाँ त आउनु लाग्यो लाग्यो तिमीहरू ए हेर्न कत्रो जाम लाग्यो मान्छे गाडी थाहा चाहिँ यहाँ जान्छ नि त्यहाँबाट युटर्न हाने फेरि त्यहाँबाट यस्तो निस्किहाल्यो भर्खर जाम खोल्यो जामबाट निस्क्यो सबभन्दा ठुलो जाम वान अफ द ठुलो जाम सबभन्दा भनौँ एउटा मध्ये एउटा यो बाटो लास्टै घुमिएछ हामी फेरि जाइयो यही बाटो अहिले बाटो धेरै भिड छ उड्नु यहाँ ट्याक्सी अनि कस्तो नजिक छ यार यहाँ कति फोहोर उताबाट आज फोहोर भने कहाँ भित्र नो एन्ट्री भने कहाँको बाटो त्यहाँ नो एन्ट्री भने कन्फ्युज भएको थियो मलाई त्यहाँ जाने नो एन्ट्री थियो छिर्दियो एउटा नो एन्ट्रीमा के भएको थियो एन्ट्री नो एन्ट्री भनेपछि छैन एउटा उतिर रोड भएको थियो यो वान वे रहेछ यताबाट यो वान वे रोड रहेछ तिमीहरू जाउँदैन भने बाइक आइदिन्छु नि गाइस यो वाला गाडी भने मैले ल्यान्ड क्रुजर प्राडा दुर्गा प्रसादको नि त हाइलेक्स लगेर गएको थिएँ आन्दोलनमा त यार फोडेको गाडी त्यो ढुङ्गा हाल्ने ऊ हाल्यो नि लट्ठी हाल्यो नि पुलिसले सस्तो गाडी लगेर गएको थिएन त्यो थाहै थियो फुट्ने भनेर कति बाटो त गाइस रोडमा आइयो हिजो एउटा बस यस्तो चलाउनु लाग्यो मार पल्लो रोडमा फालिसकेको थियो हामीलाई पिल्लेर मलाई सिसा फोड्थ्यो जस्तो लाग्नु लाग्यो पछि 5-6 चोटि भने यस्तो ओटेको हान्ने यार पल्लो रोड पुगेर हामी पुग्दा आज चोकमा के अरे चोक नाम बिर्छ चक्रपथ चोकमा एकोर्डिङ टु विकास चक्रपथ चोक होइन कस्तो फुलबारी यस्तै छ यार यो फुलबारी जानु जस्तो लाग्नु लाग्यो मलाई यहाँ तल हेरेर फुलबारी जस्तै लाग्नु अदरी जस्तो लाग्यो छैन ओहो जाम गाइस यहाँ त कस्तो लामो जाम हो मामा चेकिङ हुँदैछ तर्साइदियो यार मामाजीले के भएको थियो आगे पुलिसहरु के चलिराखेको जस्तै त्यहीको लागि हो के यस्तो तर्साइदियो यार हार्ट एट्याक आयो जस्तो भयो यार तेरो भएन ढक 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 यार यो मामाले डराइदियो यार के गर्ने गाइजहरू त्यस्तो गरिदिन्छ नि यार मामा सानो भूत गाइदियो अरे यति धेरै मामा छन् भने अहिले काठमाडौँमा होइन यो सायद उसको लागि अस्ति आन्दोलन भएको थियो नि त्यहीको लागि बोलाएको छ जस्तो लाग्यो होइन अब बसी नि के खिलाउने भनेर काममा पठाइदियो आयो सबलाई त्यस्तो लाग्यो मलाई त मेरो प्रिभियस भिडियो हेर्नु होइन तेरो मामाको बाटो थाहा छैन नि त त्यही हो मेन कारणै त्यही हो नि त म यो बाटो आएको म यो बाटो गएको होइन त्यो बाटो भिआइपी एरिया हो हल्का अनि त्यसरी जान मन लाग्दैन फेरि ए म कहाँ थिएँ गाइस यो मामाको हलचल धेरै बढिएको छ यार कुन टपिकमा गएको थिएँ म आफै बिर्सेछु ल म त 7 त बजी जप रहेछ ल एम्बुलेन्स गएको छ जान्दै एम्बुलेन्स ओ कान फुट्यो ओ म कान फुट्यो कस जानी हो क्या यस्तो बजा आएको दोहोरको कान फुट्यो यार अर्कै भयो दिमाग म पुरा इरिटेट भएको थियो मलाई आवाज ठ्याक्क भिडियो बनाउनु लाग्थ्यो उहीँदेखि म पुलदेखि भिडियो बनाउनु लाग्थ्यो सर मैले गल्ती गरेर होइन भिडियो देखाइदिन्छु भनिदिन्थेँ गाइस जाम हुने जस्तो छ यो गाडी रोकिदियो बिच बाटोमा के गर्नु गाइस उयोहरू ए आन्दोलन छ त गाइस माओवादीको आन्दोलन चल्दैछ त एमाले कि माओवादी हो
अस्ति मेरो साथी भन्थ्यो झन्डा सेल्छ भन्थ्यो गोलो लगाएको एमाले र अरूमा आउँछ यो त अर्कै हो क्या अर्कै माओवादी जस्तो छ यो अर्कै पार्टी छ जस्तो छ यार माओइस्ट हो नि तर अर्कैवाला अर्कै पार्टी हो नि सायद माओवादी जस्तो लाग्यो माओवादीको सेतो झन्डा छ होइन रातो सेतो यो अर्कै थियो मलाई मुक्का स्टार थियो भाइ थाहा छैन पोलिटिक्सको बारेमा हामीलाई होइन हामीलाई चाहिँ हामी मन खुसी मान्छे आफू खुसी हो र खुसी बस हो क्या चाहियो आफू खुसी हो जाए डु गिभ्स यु ह्याप्पिनेस अब यो भन्दैन घरलाई सताउने होइन घर सत्याएपछि आफै सत्तिन्छ त्यसले कहाँ ह्याप्पिनेस हुन्छ लुज सिचुएसन हुन्छ विन विन सिचुएसन गर्नु जहिले पनि यो कुन हस्पिटल हो नयाँ सिरिए हो पहिलोचोटि देखेन आज पहिलोचोटि देखेँ अरे हस्पिटल ल गाइस ट्राफिक जाम लास्ट ठुलो छ हामी अफ रोड हान्दिने हो हामी अफ रोड राइडर भइसक्यो काठमाडौँ आएर लास्ट चाहिँ खतरनाक अफ रोड भन्दै हो हामी काठमाडौँमा छौँ कि गाउँघरमा छौँ क्या जाने अफ रोड हाएको योभन्दा अब यसको अगाडिको भ्लग चाहिँ हाम्रो बेकार मान्छे होला जस्तो छ किनकि अब बेकार आएको होला स्टोरी मैले क्यामेराको सेटिङ हेरेको थिएन सानोमा देखिन्छ धेरै जुमिन जस्तो भिडियो आउँछ कि अहिले त वाइड बनाएको छ सेटिङ चेन्ज गरिहाल्यो मिस्टेक गरेको मिस्टेक गरेर गल्तीले भएको मैले गर्न खोजेको थिएँ कसरी राखेको थिएँ दबिएर होला कम्प्लेक्स बताएको छ तर मलाई कम्प्लेक्समा कहिले बस्न मन लाग्दैन इभन इफ आई हेभ मनी आई डोन्ट वान्ट टु लिभ इन द कम्प्लेक्स है मोरङ होला मोरगन हो तिमी मोरङमा है मोरङमा कसले नभएर काठमाडौँ मोरङ किन गमा भनेको मोरगन पो रहेछ आज राम्रो पढ्यो डे 3 अफ गेटिङ हियर आज तेस्रो दिन भइसक्यो यहाँ आएको लगातार यहाँभित्र होइन दिस इज डे 3 गाइज हिटिटी कति टाइम लाग्छ तेरो मामाबाट कति टाइम लाग्छ हिटेर जाम कति यार जाम लास्टै छ अब हामी हस्पिटल जाँदै बाहिर के आयो विकासको मामा गर्न लास्टै जान्छ अर्को बाटो छैन किन यति जाम जहिले पनि यति जाम बाटो बन्द ए ना जुलुस गयो नि अहिले यहाँ के सबै चल्दैछ डक्टर नि पाएपछि के गर्ने विकास त यहाँ डक्टर नि पाएपछि घरमा बसेर घर चाहिँ बसेर खुट्टामा हात धोइदियो के अरे खुट्टा पनि धोइदिने अरे डक्टर नि पायो टिकट पनि पाएछ टिकटै चाहिँदैन डक्टरलाई अड्केमा तारमा अड्के झन् लडेछ मलाई तारहरू कस्तो गरेछ टोकन ब्याज जाम 47 कत्रो भिड छ तर सही छ नि सिस्टम यहाँ मान्छे हाम्रो जस्तो मान्छे गर्दैन सिधा छिर्दिन्छ नि यहाँ त हल्का पढे लेखेको मान्छे हाम्रो त आयो म बुढो म महिला म बच्चा सबै मान्छे म कार्यकर्ता हो कर्मचारी यो मलाई भेन्टिलेसन रहेछ म त सोचे एसी हो योको म नम्बर सहित दिइदिन्छु यो हेर यो चाहिएको डिटेल भने यहाँ छ यो मान्छेहरूको
यसमा जानु यसको नम्बरमा सबै थाहा पाउँछ एक बार हाम्रो दिए हैन भन्नी पानी होला नि यति राख्नु नि त्यति गरेर टोकन गालिस पहिलेमै टोकन मेरो नम्बर दिया था तो लिखना पड़ना यो उदय पन्ना तो लिखना पहले एक नंबर अघि बस्दै भयो म मर्थ्यो होला यार लाइनमा पनि बस्नु हुँदैन होला जाम के बुझ्छु के हो अनि त के बुझ्ने भित्र पुरा फ्रिज छ ब्लड छ माथि फ्रिज चलेको होला एसी पो चल्ला रहेछ माथि म त फ्रिज फ्रिज चल्छ हेर्नु माइनस कति डिग्री सेल्सियस 31 डिग्री सेल्सियस चाहिँ के हुन्छ पानी खोज्नु न बिर्सिहाल्यो कति डिग्री सुन्दैन वाटर हन्टमा वाटर हन्ट स्त्री रोग विशेषज्ञ एरिया यो गेट हो त्यो यहाँ इन्फ्रास्ट्रक्चर चाहिँ बवाल छ विदेश जस्तो तर मेन्टेनेन्स चाहिँ नेपालीको हातमा आएछ के छ वाटर एटिएममा पैसा पानी खानु जानु पानी निकाल्न वाटर हट गरेर सँगसँगै छ 5-10 रुपियाँ होला नि त ल्या छुट्टा दे मसँग ठिक छ 10 रुपियाँ छ त 10 रुपियाँ त खल्टीमा यो हाल यस्तै वर्षमा 1 रुपियाँ त हुनु पऱ्यो नि कहाँबाट आउँछ अरे 5 रुपियाँ पर्दा आयो भने त्यहाँ 10 रुपियाँ आयो चिल्ला 1 रुपियाँ चिया खान्छ अब 5 रुपियाँ आयो मेरो 6 रुपियाँ गाइस पहिला कप निकालौँ आयो कप 1 रुपियाँ एउटा कप अनि 1 रुपियाँ एउटा कप यो बेच्यो भने फाइदा हुन्थ्यो होला कप मात्रै अब पानी निकाल्यो त यतातिर मेरो रुपियाँ झड्यो शिट कप यता पानी भयो पानी सिनेमेटिक सर्ट पानी पर्फेक्ट झडेको पनि छैन यार झड्न बट्टेछ कस्तो पर्फेक्ट झडिहाल्यो पिएच लेभल सबले गर्छ त पानी खाने तिमी अनि एटिएम कार्ड पनि हुँदैन नि हुन्छ त त्यो घरमा छ नि देखिने तेरो घर निर्देशन देखिने गर्ने जग गर्ने त्यहीको लागि हो 3 रुपियाँ पछि लगाइन्छ काम 10 को 8 सिक्का दिँदो रहेछ 10 रुपियाँ मैले दुईटा मात्रै रहेछ 6 सिक्का मसँग थियो मसँग किन्दा 6 अनि एउटा त्यही होला यहाँ हुँदैन नि त भाइ यहाँ काट्दैन यो फ्री सर्भिस हो कति खाने होला पानी दिएर यो देखा त गाइस insert 1 rupees coin 1 rupee coin into cup dispenser coin slots of change 20 ml paper cup तल कति रुपियाँ खाइस 3 रुपियाँको पानी 4 रुपियाँ हो 1 रुपियाँ बचे कति रुपियाँ बचे 1 रुपियाँ ए 4 रुपियाँ जोडी 4 रुपियाँ थियो 4 रुपियाँ थियो 3 रुपियाँ बचे कति 2 रुपियाँ पर्छ नि तै कति 1 रुपियाँ बोतल 2 रुपियाँ पानी तैँले 4 रुपियाँ पानी ए 4 रुपियाँ अनि 3 रुपियाँ हस्पिटल त मोबाइल बनाएको तर मेन्टेनेन्स छैन मेन्टेनेन्स छ त त्यस्तो छैन
इभेन्टमा मात्रै मेन्टेनेन्स जस्तो एक चिज गाउँ लागि स्टाइल बबाल्छ होइन भित्र आर्किटेक्चरहरू सब बबाल्छ त्यहाँ लाइन लगाएको त यति भिड चाहिँ 1 घन्टाभित्र पुरा भिड खाने यति फास्ट हिँड्यो लाइनमा होइन विकास टाइमै लागेन नि त्यति कस्तो फास्ट काम गरिदिन्छ नि ह्यान्ड्स अप टु द वर्कर्स है हाम्रो यहाँतिर चाहिँ बस्छ नि 1 घन्टा लगाउँछ एउटा मान्छेको लागि यहाँ त 1 घन्टामा सबै सिद्धिहाल्यो होला नि 4-5-6 जना त मान्छे होला नि अघि लाइन लागेको एमसिभिटी कहाँ जानु लाग्छ हामी कुन एउटा भिडियो बनाउँछु कि रेकर्ड छ तेरो आउन दे हात र यस्तो अब हेरे कति अहिले भर्खर हामी यो हस्पिटल क्यान्टिनमा गएको स्टुडेन्टको क्यान्टिन हो क्या सायद होइन बाहिर पनि खाना पाउँछ होइन हेर न अगाडि जस्तो लाग्यो मलाई त किन पिन हेर्न सिसा कलर हेर्न सिसाको कुन होटल हो काठमाडौँ ठुलो होटल हो सबभन्दा वान अफ द हो क्या सबभन्दा त नहोला somehow I feel like I am going to appear in Herald College in front of Herald College त्यही बाटो त होला Herald College बन्द भएपछि त बेकार हुन्छ खुल्लै छ अस्ति तिमीले सुज किनेर आयो होइन त्यहाँबाट अब डिस्काउन्टमै राम्रै प्राइसमै पाइयो भनौँ हिँड्दै हो घरतिर जाम छ लास्टै जाममा फस्यो त्यहाँ यहाँको जाम त जहिले पनि हो मेन रोड हेर नि यस्तो जाम हुन्छ यो काम कुल्यो होइन तर कस्तो बिस्तारै कुल्यो इन्डियाको कहाँ जानु लाग्छ यार रोङ साइडबाट यो इन्डिया गाडी Brother, where are you going? Brother, where are you going, brother? I know. No worry. When I am here, there is no fear. सब इन्डिया गाडी नहीं हुन्छ यो बाटो किला यस्तै बाटो हो नत्र बस्तीबाट जानुपर्छ रोड छैन बस्तीमा यहाँ जाने अब के भन्छ नि नाम हाट बजार भन्छ कि के भन्छ नि यहाँ यो सब्जी बजार सर्बी मार्केट थाहा होइन हेरौँ न फलफुल के पाइन्छ कि खानालाई अनि वहाँबाट फर्केर यहाँ हो मस्तीबाट आउन सोध्छु बिर्सिहाल्छु